नमस्ते। म चाहिँ यो चितवनको ढुसेरीबाट चाहिँ हामी यो आरआरएनको अफिसबाट चाहिँ घुम्न जाँदैछौँ यता सौराहातिर साथीभाइहरूसँग के कस्तो हुन्छ सबै कुरा चाहिँ यहाँ भिडियोमा देखाउँछु। यो चितवनको ढुसेरीबाट गाडी आइसक्यो, सबजना साथीहरू जाँदैछ है। ल हामी चाहिँ यो ल है साथीहरू अगाडि बस्नु पायो भने हैन हजुर त बस्नै भएन ल हामी चाहिँ अब सौराहासम्म अनि अब हामी यहाँबाट हिँड्छौँ केही छैन अफिसबाट साथीहरू। ल हाम्रो यहाँ भ्लग चाहिँ स्टार्ट हुँदैछ। आज म प्रत्येक बाटो चाहिँ आज छोटो मिठो इन्टरभ्यू लिँदै जाँदैछु। ल हजुर परिचय दिनु अनि हामी कहाँ जाँदैछौँ के कामको लागि यहाँ? म चाहिँ अनु चौधरी, हजुर म बाँकेबाट। हामी चाहिँ सौराहा घुम्न जाँदैछौँ। अब हामी आज तालिम सिद्धाएर सौराहा घुम्न जाँदैछौँ। नमस्कार, म रोल्पादेखि कमला खत्री। हाम्रो मर्यो के गर्ने अब? यो त क्यामेरा ढुस भयो त हैन, टच गरिस् भइहाल्छ कि। ए चालु भएर थियो नि। नमस्कार, मेरो नाम शशिराम नेपाली, मेरो घर दाङ लमही। आज हामी डिजिएम परियोजनाको 5 दिनको तालिम पश्चात हामी चाहिँ कसरी उद्यम बन्ने भन्ने, पर्यावरणलाई बचाएर कसरी उद्यम बन्ने भन्ने विषयमा आज हामी डिजिएमसँग सरकार राख्ने र डिजिएमसँग सहकार्य गरेर उत्पादनमा व्यावसायिक गरेका चाहिँ व्यावसायिक प्रवर्धनका साथीहरूसँग भेटघाट, उहाँहरूको व्यापार हेरेर हामीले पनि केही सिक्ने भनेर हामी जाँदैछौँ। जस्तो हामीले यो तालिमबाट यत्रो 5 दिनको समयमा चाहिँ तालिमबाट हामीले चाहिँ के छ, हामीले चाहिँ त्यहाँ हामीले फिल्डमा गएर चाहिँ काम गर्ने सक्ने जस्तो मोटिभेट भएको छौँ जस्तो लाग्छ कि कस्तो लाग्छ तपाईँलाई? एकदमै अब त्यो फिल्डमा गएर मोटिभेट हुन जरुरी पनि छ, किनभने यो डिजिएम परियोजना भनेको पर्यावरणसँग जोडिएको हुनाले हामीले कसरी वातावरणलाई सन्तुलन कायम गर्न सक्छौँ, राख्न सक्छौँ, भोलि यो पृथ्वीलाई बचाएर हाम्रो सन्ततिहरूलाई हामीले यो स्वच्छ पृथ्वी कसरी दिन सक्छौँ भन्ने एउटा राम्रो उद्देश्य जोडिएको हुनाले पनि हामी त्यो चिजमा लाग्नुपर्छ जस्तो मलाई लाग्छ। तपाईँले अब आगामी दिनमा चाहिँ व्यवसाय सञ्चालन गर्दा कसरी प्रोडक्टलाई चाहिँ मार्केटमा तपाईँले पठाउनुहुन्छ, कसरी गर्दा राम्रो हुन्छ तपाईँको जिज्ञासा भन्नुहोस्। मैले चाहिँ पहिला जे जसरी गरे पनि कति चाहिँ यहाँ सिकेको कुराहरू गरिरहेको रहेछु भने कति चाहिँ सिक्नुपर्ने बाँकी रहेछ। एकदम मेरो 99% चाहिँ मेरो अहिले मैले जे सिकेँ यो 5 दिनमा जसरी गर्नुपर्ने एउटा योजना कसरी गर्ने सबै ओभरअल कुरा सिकेँ। त्यो कुराहरूलाई चाहिँ एकदमै फलो गर्ने र त्यसरी चाहिँ नयाँ इनोभेसन टेक्नोलोजीहरू पनि जोडेर काम गर्ने चाहिँ प्लानिङ गर्दैछु। अब यत्रो दिन हामी चाहिँ बारीनाति बस्यो, हाम्रो सम्बन्ध पनि भयो, बाजे नातिको सम्बन्ध बन्यो। अब आगामी दिनमा हाम्रो बाजे नातिको सहकार्य कसरी हुन्छ, हाम्रो बाजे नातिको सम्बन्धलाई कसरी उचाइमा लगाउन सकिन्छ र यसबाट कति फाइदा लिन सकिन्छ, यसको बारेमा केही खुलाइदिनुहोस्। त्यो त सजिलो छ नि। हजुर। अब तिमीले नि व्यवसाय गरिराखेको मान्छे, हजुर, थप डिजिएमबाट अनुदान लिन खोजेको, अब म पनि त्यस्तै मान्छे। अब मैले स्क्राप बेच्न खोजेको, तिमी स्क्राप किन्न खोजेको। हेर त गतिलो चिज अन्त बेच्ने, बारिया कोही नि स्क्राप मैले तिमीलाई बेच्नु मलाई नि पैसा। अब तिमीलाई फेरि त्यो काँडा ल्याम भने चाहिँ घर बसी पाउँदा तिमीलाई भने आनन्दको आनन्द। सट्ट लाएर मैले स्क्राप पठाउने, तिमीले बनाएर बेच्ने, तिमीलाई नि पैसा मलाई नि पैसा। उसो बाजे नातिलाई पैसा। ठिक छ। ल हस्। आज चाहिँ कहाँसम्म यात्रा हो तपाईँको? आज खै यता यस्तै उद्यम गरेको ठाउँमा देखाउने भनेको छ डिजिएमले, त्यही हिँडेका छौँ। कस्तो उद्यम रहेछ त, के गरे रहेछ नि त, अझ सिक्न पाइन्छ कि भनेर हेर्न हिँड्या। त्यसपछि हेरेपछि उतैबाट अनि गन्तव्य उहाँ मकै भिज्न लाग्यो नि। मकै भिज्न लागिसक्यो? मकै भिज्न ला कहाँ भिज्ने कुरो अझ पाक्दै होला, पोलेर खाने होला? होइन, भिज्न लागिसक्यो भाजा। ल अब हाम्रो यता दिनको बसाइ कस्तो रह्यो यसको बारेमा अलिकति तपाईँले गर्न खोजे के हो व्यवसाय त्यसको बारेमा? अब बसाइ त कति आनन्ददायी र कति रमाइलो भयो त्यसको तारिफै नगरौँ। अब गर्मी चाहिँ प्रचण्डै थियो,
गर्मी प्रचण्ड थियो, त्यसको बावजुद बसेर रमाइलो भयो। अब गर्न खोजे त के हो भने अब उद्यमीको तालिम गर्न आयो अनि उद्यमीको प्रस्तावना पेश गर्न आएको। अब त्यो फसेछ भने अब उद्यम सुरु हुन्छ के र, अहिले त आफ्नो घरैसी उद्यम छँदै छैन, चल्ता रहेगा त्यो हाम्रो त्यो धक्का प्लेट छँदैछ, धक्का प्लेटवाला छ, सेल्फ स्टार्ट हुन्न अब धक्का प्लेट। धन्यवाद। म दलबहादुर सुनार घर बर्दियाबाट हो। यो डिजिएमको परियोजना अन्तर्गत आरआर यहाँले आयोजना गरेको प्रस्तावना लेखन तथा उद्यमी व्यावसायिक योजना सम्बन्धीको तालिममा हामी आइपुगेका हौँ। आज 5औं दिन भयो र बसाइ सन्दर्भ पनि एकदम उपलब्धिमूलक भयो भन्ने कुरा हो, किनभने हामी प्रस्तावना लेख्ने र त्यसको व्यावसायिक योजना बनाउने भन्ने बारेमा हामी केही तालिम प्राप्त गऱ्यौँ र यसलाई व्यावसायिकमा ढाल्नको लागि योजना बनाएर काम गर्नको लागि यसले ठुलो मद्दत पुर्याएको छ भन्ने हामीले महसुस गरेका छौँ। अर्को कुरा के छ भने यहाँ सबै विविध प्रकृतिका खालका व्यावसायिक योजना व्यवसाय सञ्चालन गर्दै आउनुभएकाहरूसँग एकै थलोमा बसेर धेरैको बारेमा धेरै जानकारी लिने मौका पनि पाइयो, सिकाइ पनि भयो। यो चाहिँ ठुलो उपलब्धि हो भन्ने मैले महसुस गरेको छु। भ्रमणको क्रममा छौँ, भ्रमणको लागि यहाँ सबै तयारी भएर बस्नु भएको छ। ड्राइभर र यहाँ चाहिँ स्टाफ चाहिँ आइपुग्नु भएको छैन, यसको कारणले गर्दा हामी गर्मीले उकुस भइसकेका छौँ। तपाईँको तपाईँले के भन्नु छ भने भनिदिनुहोस्। हजुर, के भन्नु छ भन्दाखेरि अब हामीले डिजिटल मार्केटिङ गर्न थालेको छौँ। हजुरको सबैको सामानहरू हामीसँग मिलेर हुन्छ नि एकदम संसारको कुना कुनामा पठाउन लाग्नु होला भन्न चाहन्छु। पक्कै पनि अब आगामी दिनमा चाहिँ तपाईँको डिजिटल प्लेटफर्ममा चाहिँ हामीले चाहिँ काम गर्ने अवसर जुरोस् भन्न चाहन्छु म पनि। हजुर, एकदम भेट भइन्छ ल। अब यति भएपछि अब यो चाहिँ मेमोरी भयो नि। हामीलाई पनि ग्रुपमा हाल्नु होला न। गर्मी भएर चाहिँ यहाँ साथीहरू वातावरण प्रदूषण गर्न पाइँदैन फेरि त्यो पनि पछाडिदिनुहोस्। हामी चाहिँ यो मगनी चोक आयो, यो चाहिँ महेन्द्र हाइवे हो, यो चाहिँ पूर्व पश्चिम महेन्द्र हाइवे। अब यहाँबाट हामी चाहिँ अब अलिकति अगाडि हो चाहिँ पर्सा चोक। र हामी चाहिँ एउटा सौरा चोकबाट चाहिँ भित्रतिर लाग्यो।
अहिले यो गाडीबाट झरेछु सौरामा घुम्दै 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 फिर्दै चाहिँ यो गार्डन जस्तै सफारीको लागि रेडी छ। यता चाहिँ गाडीहरू सफारीको लागि चाहिँ ग्रुपमा साथीहरू चाहिँ पछि पछि सफारी जान रेडी छ गाडीहरू। रापती नदी यहाँ चाहिँ गई पनि पाउँछ भन्छ हेरौँ। सौराहा कस्तो मजाले दिएको छ गाइनो गोहीले चाहिँ यसरी खाँदै हिँडिरहेछौँ हामी चाहिँ अहिले। यो चितवनको चाहिँ वान अफ द मोस्ट फेमस टुरिज्म एरिया जङ्गल एडभेन्चरको लागि पनि, यहाँ चाहिँ हात्ती गैँडाहरूको लागि एकदम उपयुक्त ठाउँ हो। राम्रो ठाउँ छ। चितवन आयो भने चाहिँ घुम्नको लागि चाहिँ एकदम उत्कृष्ट ठाउँ हो। यसरी चाहिँ यहाँ टाँगाहरू पनि पाउँछ। गर्मी भएर पानी खाइरहेको होला दाना घोडालाई। रेडी है हेलो गाइज, हाम्रो टोलीहरू चाहिँ यो सौरा जान लेखा छ। उहाँ चाहिँ फोटो खिच्दैन हुन्छ। घामले पुरा कालो बनाइसक्यो भने यार मलाई त। यहाँ चाहिँ गइसो हेरेर हामी चाहिँ अब यो चाहिँ हामी यो चितवनको सौरामा यो गैँडा चोकमा यस्तो दामी घर रहेछ क्या। यहाँ चाहिँ पछाडि देख्नुभयो होला है, यस्तो दामी घर चाहिँ। यहाँ चाहिँ कलात्मक हिसाबले चाहिँ हाम्रो टोलीहरू चाहिँ गइसक्यो त अगाडि। म सचिव बङ्गलाचुलीको। हजुर हेर्नु न हात्ती, हेर्नु न हात्ती, हेर्नु न हात्ती हिँड्यो लम्क्यो। पुरा यहाँ साथीहरूले चाहिँ एकजना उद्यमी महिला दिदीहरूसँग चाहिँ कुराकानी गर्दै हुनुहुन्छ। उहाँले चाहिँ बाँसबाट, कोरालबाट, बाग्लीबाट बनेको सामग्रीहरू चाहिँ हेर्दै हुनुहुन्छ। हात्ती आयो फुस्छ। तर हात्ती म देखाउन गइरहेको छु है। अब चाहिँ हात्ती चाहिँ यसरी लम्किन्छ, कुकुर भुकिरहन्छ, हात्ती आफ्नो बाटो लम्किरहन्छ भन्ने काम चाहिँ अब मैले यहाँबाट चाहिँ चरितार्थ गर्दैछु है गाइज। आइरहेको ल गाइज, हामी चाहिँ अहिले यो सौराहाबाट फर्किँदैछौँ। खासमा चाहिँ यो हामी अलिकति व्यावसायिक टाइपको घुमाइ भएको हुनाले र त्यति धेरै टाइम पनि नभएको हुनाले हामी चाहिँ सौराहामा यसो झलक्क हेरेर मात्रै फर्किँदैछौँ। र अब चाहिँ हामी एकजना चाहिँ किसान कहाँ जाँदैछौँ, जहाँ चाहिँ ड्रागन फ्रुट, अब उहाँले आफ्नो फार्ममा चाहिँ के रोप्नु भएको छ त्यो हेर्नलाई चाहिँ जाँदैछौँ है त। अब सबै टोलीहरू
र गाइज हामी चाहिँ अहिले यो चितवनको सौराहाबाट रिटर्न भएर चाहिँ अहिले हामी एकजना किसानको घरमा आइपुगेका छौँ र हरिप्रसाद अधिकारी जो किसान हुनुहुन्छ उहाँको घरमा चाहिँ आइपुगेका छौँ। ला यहाँ चाहिँ रातो केरा पनि रहेछ है। जाग्ला त्यत्रेको रेका कुरा है बर्खा लागि चाहिँ होला नि। ल अहिले हामी चाहिँ यो ड्रागनको खेती हेर्न जाँदैछौँ र साथीहरू हामी चाहिँ सबैजना चाहिँ अब फिल्डतिरै हेर्न जाँदैछौँ। त्यहाँ चाहिँ ड्रागन खेतीसहित अरू के को खेती छ यो किसान हरिप्रसाद अधिकारीको फार्ममा हामी चाहिँ जाँदैछौँ र त्यो पनि हामी तपाईँलाई देखाउँछौँ। सिउँडीकै प्रजाति हो नि यो त। ड्रागन फ्रुट हो यो, यत्रो ठुलो ठुलो है। चाहिँ भर्खर फुल्दै गरेको बेर्नाहरू चाहिँ यस्तो हुँदो रहेछ है। आदरणीय दर्शकबिन, हामी चाहिँ यो चितवनको यो उखर माउलो गर्मीमा चाहिँ यो चितवनको एउटा कृषकको यो ड्रागन फ्रुटको फार्मसम्म आइपुगेका छौँ र यो ड्रागन फ्रुटको फल चाहिँ कस्तो हुन्छ, यो कसरी फुल्छ, यसको खेती कसरी गरिन्छ, त्यसको लागि हामी यसो बुझौँ भनेर यहाँ चाहिँ फार्मसम्म आएका छौँ। अलिअलि पाकेपछि यस्तो बनाउँछ क्या चराले, त्यही भएर त्यो अलिअलि यस्तो हुँदैन टिप्नुपर्छ। यो भोलि अब लाँदाखेरि भोलि ठिक्क हुन्छ। बजार लाँदाखेरि धेरै रातो बाहिर बनाएपछि हामी चाहिँ यो चितवनको यो ड्रागन फार्ममा चाहिँ यसो फिल्ड भिजिट गरेर चाहिँ यसको खेती चाहिँ लगभग हेरिसकेका छौँ मोटामोटी। र अहिले चाहिँ हामी उहाँ किसान चाहिँ बाहिरतिर निक्लिनु भएको हुनाले उहाँलाई चाहिँ हामीले वेट गरिरहेछौँ र भिडियो लामो हुने भएको हुनाले उहाँसँगको बाँकी कुरा चाहिँ नेक्स्ट पार्टमा आउनेछ गाइज। ल भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।